मर्निङ सबैजनालाई डेली रुटिन आज म दिनभरि के गर्छु भनेर हैन सुतिरहेछ साया ओ साया डल्ली उठ्ने कफी बनाएर खानुपर्ने हुन्छ भोक लाग्यो अलि भोक लाग्यो र लोग्ने हुन्छ हैन ओके अहिलेको लागि चाहिँ मैले बसाइसके खानाहरू डल्ली फेरि बोल्दैन एउटा आब चाहिँ कौन है ये लोग कहां से आते हैं पकाउनु रेडी भइसके भनेर पकाइसके सकेको त छैन रेडी गर्दैछु पकाउँदैछु अब यहाँ मैले यस्तो राखेको छु ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक मैले चाहिँ तरकारी पकाइसक्यो हैन स्पेशल स्पाइसी देखिसक्यो मेरो तरकारी हैन मासु निल्नु गाह्रो हुँदैछ उसलाई छिटो निला नमस्ते गुड मर्निङ सबैजनालाई वेलकम ब्याक टु चोङटेन ब्लग अनि आज चाहिँ म के गर्नु आँटेको भने आज चाहिँ मेरो घरको डेली रुटिन आज म दिनभरि के गर्छु भनेर हैन म चाहिँ अब मेरो कोठादेखि निस्किसकेको अघि निस्केर कुकुरलाई बाहिर निकालेर कुखुराहरूलाई चारो दिएर त आइसकेको त्यसपछिको ब्लग भनेको अनि म आएर फोन चार्ज गरेर अनि चार्ज फुल बनाएर आइसकेँ हैन यो मान्छे यहाँ सुतिरहेछ साया ओ साया डल्ली उठ्ने गुड मर्निङ निन्द्रामै छ छिटो उठा छिटो अब मामसाम खाएर स्कुल जानुपर्छ अब म चाहिँ अहिले घरमा एक्लै छु नि त दिदी बिहानै कलेज जानुहुन्छ माइली दिदी उता केटिएम जानुभएको छ अनि अब म चाहिँ अब खानासाना बनाएर भान्जी ल्याएर खाना दिएर म चाहिँ अब स्कुल पठाउनु पर्ने हुन्छ होइन अब किचनमा म आइसकेको छु अब खानाहरू पकाएर अब भान्जीलाई खानाहरू पकाएर स्कुल पठाउनु पर्छ अनि अब स्कुल नलाने भए त बिस्तारो नजाने भए त बिस्तारो सुतेर के बिस्तारो पकाउँदा नि त स्कुल जानुपर्छ अनि कुकुरलाई पनि भातहरू पकाइदिनुपर्छ पिनटेलाई होइन अब लेट्स गो अघि बढौँ अब म के गर्छु भने सुरुमा चाहिँ म तल कुकुरको र मान्छेको लागि आज मासु ल्याउनु जान्छु होइन आज मासु खानुपर्ने हुन्छ चट्टसँगले चरक्क पारेर होइन ल्याउनु जानुपर्ने हुन्छ अनि त्यसपछि आएर म के गर्छु तपाईँहरूले फेरि सब देखाउँछु नि त ल अब चाहिँ म तल अहिले भर्खर 7 भन्दा चाहिँ अब म चाहिँ खानापिनाहरू बसाइदिन्छु होइन चट्टसँग खानापिना बसाउनुभन्दा म अब कफी खान्छु है त गाइस अब कफी बनाएर खानुपर्ने हुन्छ भोक लाग्यो अलि भोक लाग्यो र लोग्ने हुन्छ होइन भाजी पनि उठ्दो रहेछ अनि म अब कफी खान्छु अनि त्यसपछि अनि चट्टसँग के गर्नुपर्ने अघि बढी जाउँ न भाइ खाजासाजा पनि खाइसकेँ अनि खाजासाजा खाएर अब तल मासु ल्याउनु जानुपर्ने होइन कुकुरको अहिलेको लागि चाहिँ मैले बसाइसकेँ खानाहरू यहाँ कुकुरको छ यहाँ पिनटको छ यहाँ हाम्रो छ होइन अनि हिजो मैले चाहिँ दाल भिजाउनु बिर्सेछु र अहिले तातो पानीले दाल भिजाइरहेको छु अनि अब म चाहिँ के गर्छु भने चट्टसँगले यहाँ भात छट्ट सिटी लागेपछि म तल पिनटको मासुहरू ल्याउनु जान्छु मासु राम्रो लाग्दैन मासु लिएर आउँछु अनि हाम्रो भुन्टे चाहिँ यहाँ सुतिरहेछ डल्ली फेरि बोल्दैन उठा जुरुक्कै छिटो जुरुक्कै फेरि त किन बिताएको छ उठा त्यहाँ जुरुक्कै छिटो ल आपाचे हान्देऊ एउटा आपाचे निन्द्राकै तालमा छ गुड मर्निङ भनिदेऊ आज चाहिँ हाम्रो आजदेखि हाम्रो स्कुल होइन आजदेखि हाम्रो भन न मामा भान्जीको भ्लग स्टार्ट हुँदैछ साह्रो मामा भान्जीको सुरु हुँदैछ कहाँ भएको छ फेरि त्यहाँ बसेर
सबैले यहाँ सबैले माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। माया गर्दौ यहाँ क्यामेरामा। तू है कौन रे? म चाहिँ अब चाहिँ होइन अब यति धेरै लामो भ्लग बनाउनु हुँदैन किनभने सुरुमा म सिक्दै गरेको हो। मैले त अब स्टार्ट त भ्लग त मैले निकै अगाडि नै गरेको थिएँ होइन। र पनि जस्ट मैले कन्टिन्यू गरिनँ भ्लगलाई। अब चाहिँ म मेरो भ्लगलाई कन्टिन्यू गर्ने चाहिँ अब छोटो मिठो यस्तो भ्लगहरू लिएर होइन। कन्टेन्ट त मसँग अहिले छैन नि होइन, किनभने म त अब थाहै पनि छैन कस्तो कन्टेन्टमा के हुन्छ भनेर। अनि म चाहिँ भर्खर अब सिक्दैछु कन्टेन्टहरू कस्तो कस्तो चाहिन्छ। अब जस्ट इम्प्रुभ गर्दै जानेछु मेरो भ्लगलाई। लगायत अब धेरै लामो नबनाऊँ होइन, धेरै बिचाउँदैन पनि। म चाहिँ अरू कामहरूमै बिजी हुन्छु होइन। अनि फेरि म ट्याक आजको भ्लगलाई चाहिँ म लिएरै आउने छु है त। अब अहिले चाहिँ मैले मासुहरू ल्याइसकेँ होइन। यहाँ म रेडी गर्छु। अब चाहिँ म तरकारी पकाउनलाई म प्याज टमाटरहरू काटेर रेडी बनाउँछु अब होइन। त्यो जाने त के कसो हुन्छ। अब टमाटर फ्रिजदेखि झिक्छु, यता चाहिँ टमाटर होइन। दामी तरकारी बनाएर खानुपर्ने हुन्छ। टमाटर मैले झिकिसकेँ होइन। म प्याज झिक्ने जाँदैछु। प्याज यता छ, एउटा पुग्छ प्याज पनि। अनि म काटकुट गरेर देखाउँछु ल फेरि। मेरो चाहिँ अब होइन म तरकारी पकाउनु रेडी भइसकेँ भन्दा पकाइसकेँ। सकेको त छैन, रेडी गर्दैछु पकाउँदैछु। अब यहाँ मैले यस्तो राखेको छु। अनि अब यहाँ नुन अरे यतिको हेर। अब लसुन अदुवाहरू पुरिसकेको छ। यहाँ कुकरको सिटी लाग्दैछ। यो चाहिँ दाल बसाएको होइन, धेरै भइसक्यो। अनि नभिजाएको दाल लाग्दै ढिलो पाक्छ। अनि यहाँ चाहिँ म तरकारी पकाउँदैछु। अनि म चाहिँ यता चाहिँ अब तरकारी सब पकाइसकेर अनि म भान्जीलाई खाना दिने बेलामा अनि म भान्जीलाई खाना दिन्छु। अनि त्यसपछि फेरि म भान्जीलाई स्कुलहरू पुऱ्याएर आएर म भात खाएर यो पुरै मफ लाउनुपर्छ मैले चाहिँ होइन। लगायत हेर्दै गर्नु होला, मेरो भ्लगलाई माया गर्नु होला। अघि बढ्दै जाऊँ है त। अब छोटो मिठो भ्लग बनाउनु पर्छ है त। ल मैले चाहिँ होइन मैले चाहिँ तरकारी पकाइसकेँ होइन। स्पाइसी देखिसक्यो मेरो तरकारी होइन। अनि मैले यता सायालाई माम पस्किदिइसकेँ। माम साया चाहिँ दाल माम खाएर जान्छ अब दाल बेलुकाको लागि। अनि यहाँ माम छ होइन। लेट्स गो टु भन्छ। अझ म सायालाई माम दिन्छु। पानी फेरि मेरो भान्जीलाई चाहिँ पानी चाहिँ नि छ नि चाहिन्छ कि एक साया यो उको पानी लिएर आऊ। वाइल्ड उको उको जो मगदेखि पानी लिएर सार्दैको छु। चिसो पानी पनि थपेर ल्याऊ ल, फिल्टरको पानी थपेर लगाएँ। अब चाहिँ म यहाँ भान्जीलाई खाना दिन्छु है। अनि हामी भान्जीलाई खाना दिएर स्कुल जाने। एउटा मेरो भान्जीलाई ओह के गरेको त पानी अझै सायाले म फेरि यहाँ माम दिनलाई रेडी हुँदैछु होइन। सबैभन्दा मेरो भान्जीलाई के गाह्रो छ भने खाना दिनुमा 10 घन्टा लगाएर खान्छ। ल फेरि चल्दैछ 10 घन्टा लगाएर खान्छ क्या खाना चाहिँ। यस्तो रिस उठाउँछ नि खाना खाने बेला, कहिले खाना खाइसक्दैन। जहिले कुटाइ खान्छ मेरो हातको। जहिले भान्जा कुट्नु हुँदैन भन्छ, तर खान्छ मेरो चाहिँ गाई चाहिँ। किनभने मलाई पनि भनेको मानेन भने जोसुकै होस् कुटा खाइहाल्छु अफिसो पनि। हेलो नमस्ते गर्दो सबैलाई। हामी के गर्दैछौँ? भात खाँदैछौँ। तिमीलाई सबैभन्दा माम खानु गाह्रो है? तिमीलाई अघि उहाँहरू भए त चिज बल फ्रुटी लेज अनि बर्गरहरू भए त अघि है आमाम एकैछिनमा सक्छौ। तर माम भने चाहिँ होइन, माम भन्ने चाहिँ आमामा हुन्छ नि कोचारेको त्यो ढुङ्गा खुवाएको जस्तै हुन्छ उसलाई। मसँग चाहिँ अलिक खान्छ माम होइन। झन् आमा सानी छ भने त यो भात खानु त दिनैभरि पो लाउँछ यति भात खानु त। लगाएँ अब चाहिँ स्कुल जानु पनि ढिलो भइसक्यो होइन सायाको। अनि हामी चाहिँ अब सायालाई भात खुवाएर स्कुल जान्छु। यो टाटा बाई बाई गरिदेऊ। अब एकैचोटि भोलि भेट्नुपर्छ अब म। यो टाटा बाई बाई गर न। यहाँ चाहिँ सब्सक्राइब गरिदिनु होला मामाको च्यानललाई। नमस्ते गरिदेऊ ल। ल उतैदेखि दिन्छ ल गाइस। भान्जीले इन्ट गर्छ अरे त ल। साथीहरू मेरो भान्जीलाई खाने चाहिँ निकै मासु निल्नु गाह्रो हुँदैछ उसलाई। छिटो निला
मासु अहिले त्यसरी निकाल्नु हुँदैन अहिले मासु अहिले भात खानु भन्छ यति गाह्रो हुन्छ कि ऊ मासु अझै सब्जीहरू सागहरू खाने मान्दैन के भएको हेर्दा चाहिँ च्याउसिना च्याउसी छ यो च्याउसिना च्याउसी ल्या सायालाई त के भइगएछ अहिले स्कुल जानु ढिलो भइसक्यो छिटो गाउ निला छिटो निला 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 त चिची निला छ्या निल्ने निल्ने छिटो निल्ने छिटो निल्ने छिटो निल्ने स्कुल जानु ढिलो भइसक्यो चुइगम होइन हौ मासु हो छिटो निल्ने छिटो छिटै स्कुल जानु ढिलो भइसक्यो यार कति बेला पुऱ्याउनु लगेज अहिले अब रेडी भइबस्नु गेट अहिले चाहिँ म मेरो काम देखाउनु पर्ने भने चाहिँ बिर्सिगएछु कि सेट भयो नि त यार मफलाको देखाउनु पर्यो भनेको कस्तो बिर्सिगएछु सेट केही छैन भोलि देखाउँछु अब चाहिँ म सुत्छु है गेट डोन्ट डिस्टर्ब मी अब चाहिँ अनि सुत्छ एकछिन सुतेर उठ्छ है लगेज अब चाहिँ सुत्नुपर्ने हुन्छ यस्तै थियो अब दिनभरिको त यही हो सुताइहाल्दा छिटो छिटो काम गरेर आज चाहिँ हल्का भ्लग पनि एडिट गरेर सुत्नु पऱ्यो भनेको ल लगेज अब एक निन्दा सुतेर दिदी आउनुहुन्छ फेरि दिदीलाई कलेज पुऱ्याइदिन्छु कलेज जाँदा भान्चोक पुऱ्याइदिन्छु अनि त्यहाँ गमला ल्याउनु पर्छ गमला लिएर आएर तल अनि गरेर एक निन्दा चाहिँ म सुतेर उठ्छु है त गाइस ल अहिले चाहिँ होइन रात परिसक्यो सुतेँ उठेँ भान्जीले खाजाहरू दिएँ अनि मैले पनि खाएँ होइन अनि म चाहिँ फेरि बेलुकाको खाना यतै बेलुकाको खाना बसाउँदैछु होइन आज चाहिँ अनि बेलुका चाहिँ अन्डा खाइदिउँ भनेर है हजुर ठुलो सेतो बाल्टी हो ऊ मफ लाउने बाल्टी मफ लाउने सेतो बाल्टी हो भान्जीलाई चाहिँ मैले तल पठाएको थिएँ नि त के त्यो फुलमा पानी लगाउनुको बाल्टी अनि सोध्दैछ अनि लगेज भ्लग यहीँ समाप्त गर्थ्यो अब धेरै भोलितिर देखाउँ अरू कामहरू अब अरू एक्स्ट्रा एक्टिभिटिजहरू भोलिदेखि हेर्दै जाउँ के कसो हुन्छ होइन फेरि म खाना पकाएर फेरि दिएर भाँडासाँडा सबै माझेर फेरि आनन्दले सुत्नुपर्ने हुन्छ आज पनि दिनभरि नसुतौँ भनेको तर लास्ट भएर बनिन लाग्यो अनि सुतिदिएँ अनि दिदीले फोन गर्नुभयो दिदी ल्याउनु भयो लगेज यस्तै माया दिँदै गर्नु होला होइन अनि मैले अहिले युट्युबमा हल्का भिडियो म्युजिक भिडियो लाउँदैछु त्यो चाहिँ आफ्नै दाजुको गीतहरू हाल्दैछु मैले कपिराइट त खाँदैन होला अब अर्को भ्लगतिर चाहिँ हाल्छु म त हालेको छैन यसमा हालेको छैन आफ्नै छौँ पेन्डी भन्ने उमा हाल्दैछु मैले त्यो हाम्रो गाउँको गीत दाइले बनाउनु भएको देख्नुभएको सबै होइन अनि त्यो गीत मैले अब अगाडिको भ्लगमा हाल्नेछु होइन सुनिदिनु होला बल्नु पेन्डी दाजुको युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला हाम्रो त्यहाँ दामी दामी गीतहरू दाजुले रच्नु भएको छ होइन लगेज यसो भन्दै नेक्स्ट भिडियो कोही कसो भयो मेरो भ्लग कमेन्ट लाइक सब्सक्राइब गरेर अर्को भिडियो फेरि हेर्नु आउनु होला है हस् त धन्यवाद बाई इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए कैसे ना कैसे करके, मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं।